नमस्कार सबैमा स्वागत छ मेरो चौथो मिनी भ्लगमा। आज चण्डीको भोलिपल्ट राँगाको टाउको नचाउने दिन हो रे, त्यही भएर हामी दुईजना हेर्नलाई हिँड्यौँ। चण्डी हामीलाई अझै लागिरहेको छ, चण्डीले हामीलाई छोडेको छैन, त्यही भएर उकालो बाटो लाग्यौँ। मलाई ऐँसीले टिपेर दिँदै हुनुहुन्छ उहाँले। काली सुन्दरी ढोलहरू बिसाएर खाजा खान बस्नुभएको रहेछ। त्यही बेलामा मैले पनि ढोल बोकेर यसो बजाइदिउँ कि भनेको, तर बजाउनै आएन मलाई। अब बजाउन सिक्छु म बिस्तारै। कति राम्री मान्छे को होला, चिन्नुभयो? आज पनि पानी पर्यो, तर हिजोको जस्तो ठुलो चाहिँ छैन, पानी चाहिँ पर्यो। यहाँ चाहिँ राँगाको सिन छ अनि यहाँ घुम्ने रहेछ नाच्दै। यसो नाच्दिउँ कि भनेको, तर मलाई त नाच्नै पो आएन, झ्याम्टा बजाउनै पो आएन त। मलाई त नाच्न आएन। अनि त्यसपछि म त आएँ फर्केर, अनि आएर मजाले माक्लो डिलमा बसेर हेरियो। ढोल झुन्डाउने टाइम भइसकेको थियो, अनि ढोल यसरी झुन्डाएपछि अर्को नेक्स्ट चण्डीमा मात्र बजाउने हो, अघि पछि यो ढोल झिकेर बजाउने काम हुँदैन, यसरी चाहिँ थन्काइँदो रहेछ। हामी दुईजना चाहिँ पानी पऱ्यो पनि छाता ओढेर गएको थियौँ यही हेर्नको लागि। पुजारीले यसरी उखालेर फालिदिने रहेछ अन्तिममा त। फर्किने बेलामा हामी सबैजना सँगै फर्कियौँ। दिनभरि नै घाम लाग्ने पानी पर्ने, घाम लाग्ने पानी पर्ने भएको थियो। अनि हामी आउने टाइममा चाहिँ यस्तो मजाले क्लियर मौसम खुलेको थियो। चटपटे पनि खाइयो, चण्डीमा गएर फर्केर आएर चटपटे पनि खाइयो, ड्यु पनि छ साइडमा। बेलुकाको खाना खान बोलाउनु भएको थियो र खाना खान गयौँ र एकछिन गफगाफ गरेर बस्यौँ। आजको दिन मेरो यसरी नै बित्यो। अनि तपाईँहरूको कस्तो रह्यो त?